हाई गाइज, वेलकम टु माई मिनी ब्लग। आज हामी गइरहेको छौँ करेन्ट खाना नपकाइकन यसरी करेन्ट खाने भनेर हामी लाग्यौँ पसलतिर। जहाँ इच्छा त्यहाँ पायो कि खाना मन मात्र लाग्नु पर्यो क्या। हामीलाई चाहिँ दुइटै जानुपर्ने, दुइटैले एउटै चिज हुन्छ क्या, फेरि खाना पनि मनपर्ने। करेन्ट ल्याइसकेपछि हामीले घरमा अनि यसरी सबै तयारी भइरहेको थियो। यता पानी माझमा लगाएँ अनि यता चटपटेको लागि पनि तयारी भइरहेको थियो। यता मकै पनि भुटिरहेको थियो। बहिनीले पहाडको मकै एकदम मिठो हुन्छ नि त। अनि यता चाउचुमा मैले चाउचु हालेँ तातो पानीमा। यता त चटपटेको लागि तयारी भइरहेको थियो अनि त बहिनीले डिउ हालिरहेको थियो। त्यसपछि हाम्रो खाना रेडी भयो। हामी दुईजना थियौँ। हामी खानाको परिकार चाहिँ त्यति धेरै थियो, चटपटी अनि करेन्ट अन्डा होइन डिउ यति धेरै थियो क्या, एकदम मिठो थियो। अनि मैले खाएँ। त्यसपछि मेरो बहिनी खान्छ। बहिनीलाई चाहिँ करेन्ट मन पर्दैन, मेरो लागि खाइदिएको अरे कि उसले। अनि खाना खाइसक्यो भने लास्टमा रहने भनेको भाँडा धुने चाहिँ कसले भनेपछि त्यहाँ चाहिँ एकदम डिस्कस हुन्छ हाम्रो। अनि त्यसपछि मलाई चाहिँ भाँडा धुन पठाइदिएको थियो मेरो बहिनीले। सो गाइज, आजको लागि यति नै भिडियो। तपाईँलाई कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै कमेन्ट गर्नु होला।